यो गङ्गटे भन्ने ठाउँमा यस्तो गङ्गटाहरू पाउँछ है। यस्तो गङ्गटाहरू मात्रै पाएको भएर चाहिँ यो खोलाको नाम, यो ठाउँको नाम चाहिँ गङ्गटे राखेको, बुझ्नुभयो? हेर्नुहोस् यस्तो खतरा खतरा पाउँछ हैन, दामी दामी हैन, यस्तो पाउँछ नि त। त्यही भएर यो ठाउँको नाम चाहिँ के राखेको भन्दा गङ्गटे भन्नुलाई म यो ठाउँको नाम गङ्गटे हो। अब माथि लगेर झ्यार झ्यार पकाउँदै खाँदै गर्नु पर्यो। अनि यहाँनिर चाहिँ फेरि यहाँ बेसार है, मैले बेसार पनि पाएँ कि उहिले, अनि यहाँ बेसार राखेको छु। अहिले चाहिँ आएर रोप्नु पर्ला। मेरो घरको हालत हेर यस्तो छ प्रभु, म के गरौँ। यस्तो बाटो तरेर हिँड्नुपर्छ आजको दिनमा, हेर्नुहोस् त साथीहरू। आमामामामामा अछी 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 भन्न नमिल्ने यस्तो छ साथीहरू। खोला बाढी आएर त्यहाँ माथि पहिरो गछ। यहाँ यस्तो दामीको बाटो थियो, यहाँ सिधै अहिले हेर्नु न भत्केर यस्तो भएछ के। अनि कसरी हिँड्ने त अनि यो बाटोमा? हिजोसम्म यत्रो पानी थियो, यत्रो थोपा थोपा पानी थियो, आज हेर्नु त यत्रो पाल बनाएको यहाँनिर। गङ्गटा साथीहरू, गङ्गटा देख्नुभयो? अब हेर्नु म यहाँ टक्कै ढुङ्गाले हान्छु यसलाई। आमामा, त्यही भएर त गङ्गटा राखेको त ठाउँको नाम। लुजा लुजा, यसले चाहिँ टोक्छ नि त। ल यत्रो भइसक्यो। गङ्गटा पनि समात्यो, सानो रहेछ। अब यहाँ त ठुलो ठुलो गङ्गटा, यत्रो यत्रो गङ्गटा, यो भित्रभित्र त सबै गङ्गटै गङ्गटा बस्ने हो नि त। यस्तो छ साथीहरू, यस्तो छ। हामी चाहिँ बिहानै आएको नि त, अनि यहाँ माथि चाहिँ बत्ती बलिरहेको छ त्यो पुलमा बत्ती बलाइछ। ल हेर्नुहोस् यहाँ भत्केको। आया गाह्रो छ। त्यो चाहिँ हाम्रो दिदीको फार्म हाउस, अनि त्यो चाहिँ मेरो घर। साथीहरू फेरि भेटाएँ मैले गङ्गटै। ल जा आमा, यसलाई खाम कि नखाम त? अब नखाम होला। ए यता काचक कुचुक खुट्टाले खिचिदिएको, काचक कुचुक भइदिएको। हेर्नु न साथीहरू, यहाँ पानी कहाँबाट आइरहेछ? मुनिबाट आइरहेछ। यताबाट आइरहेछ, कहाँबाट आयो? यहाँ मुनि गएको छ पानी। साथीहरू अब आइपुग्यो यहाँ दिदीको फार्म हाउस। अब यसलाई हामी पकाउने भन्दा नि यसको चाहिँ आज सुप खानु पर्ला कि। सुप बनाउँछु म आज यसको। आया ल अब हामी पकाउँछौँ, खान्छौँ है त।